आज हाम्रो कोरियोग्राफर चाहिँ पिड भाइ हुनुहुन्छ ल आज चाहिँ ल आलेहरू ल प्रशस्त कटानी मण्डलीमा है हामी आएको छौँ आवर हाउस अवस्थामा यो परिस्थितिमा उसलाई एकदम गाह्रो थियो तर पनि उसले भनेको थियो कि मण्डलीलाई चाहिँ कृष्ण बहिनी अनि हामीसँग चाहिँ किबोर्डिस्ट पनि छ किबोर्डिस्टको नाम चाहिँ लुहाङ हामीसँग रिदम गिटारिस्ट हुनुहुन्छ रिदम गिटारिस्टको नाम चाहिँ पाउल मेरो नाम चाहिँ प्रदीप
मेरो नाम विशाल गुरुङ म चर्चबाट म केही कविताहरू भन्न गइरहेको मेरो आफ्नै एउटा सोच थियो मेरो आफ्नै एउटा बोझ थियो मलाई मतलब थिएन अरूदेखि सोच थियो मलाई मात्र शान्तिको खोज थियो यो चाहिँ हाम्रो अहिलेको जीवनमा पुरा विगतहरूमा सङ्घर्ष गरिरहेको थियो अनि अलिकति छ अनि त्यो कुराहरूलाई चाहिँ हामी छोटोमा भन्नुपर्दा र हामीलाई त्यो हाम्रो सोचहरू जुन हाम्रो योजनाहरूमा हामी हिँडिरहेको थियो हाम्रो योजनाहरू हामीले त्यो जुन चाहिएको कुराहरू खोज्दै जाँदा चाहिँ हामी पापमा परेर चाहिँ हामीले कतै हुँदैन थियो अनि भएको थिएन हामी त्यो आफ्नो सोच र आफ्नो योजनाहरू लिएर हिँड्दा चाहिँ हामी कति समयमा पापमा परिरहेको हुन्छ त्यो कुरा चाहिँ अनि परमेश्वरको वचनले नै भन्दछ अनि जकरिया 4:6 न त बलले न शक्तिले तर मेरो आत्माले सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्नुहुन्छ है साँच्चै अनि हाम्रो बलले हाम्रो शक्तिले गर्न खोज्दा चाहिँ हामी त्यो पापमा चाहिँ परिरहेको हुन्छ अनि त्यो चाहिँ अनि हाम्रो असल होइन तर परमेश्वर भन्नुहुन्छ मेरो शक्तिले चाहिँ असल हुन्छ त्यो भन्ने कुरा छ अनि त्यही कुरालाई छोटोमा अनि कवितामा भन्नुपर्दा अनि पापको दलदलमा बसिरहेको थिएँ म असल छु म धर्मी छु भनी ठुलो भ्रममा बसिरहेको थिएँ धेरै भुल र गल्तीहरूको बिचमा कहीँ कतै चलिरहेको थिएँ शैतानको पासमा बसी भित्रभित्रै आत्मामा जलिरहेको थिएँ साँच्चै नै हामी त्यो समयमा आफ्नै सोचमा आफ्नै चाहनाहरूमा इच्छाहरूमा हिँड्दा चाहिँ त्यो पापमा बसिरहेको